नमस्कार साथीहरू, आज चाहिँ यो भिडियोमा म चाहिँ कसरी यो फुटबलको स्लिपको बारेमा सबै फुल जानकारी दिनेवाला छु। यो W1 भनेको चाहिँ टिम 1ले जित्नुपर्ने हो। यसमा तपाईँले सिकाइहाल्नु भने तपाईँ W1ले चाहिँ जित्नु पर्यो। 1-0 गरेर गएर 2-0 गरेर भए पनि 4-0 गरेर भए पनि जित्नु चाहिँ पर्यो। अनि यो 1x भनेको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ माथि छ टपमा, त्यो भनेको चाहिँ टिम 1ले जित्नु पर्यो अथवा ड्र हुनु पर्यो। यो डबल चान्स भनेको चाहिँ ड्र हुनु भएन, गेममा जसले सुकै जितोस् फरक भएन, ड्र हुनु भएन। 2x को पनि सेम हो, इथर W2ले जित्नु पर्यो कि गेम ड्र हुनु पर्यो। यो टोटलहरू भनेको चाहिँ ओभर 0.5 भनेको 1 गोल हो, तपाईँले बुझिहाल्नुहुन्छ। 1.5 भनेको 2 गोल हो, त्यही हिसाबले अरू हुन्छ। अरू यहाँनिर धेरैवटा अप्सन छ, टिम 1 टु एटलिस्ट 1 हाफ विन, एटलिस्ट एउटा हाफ चाहिँ जित्नु पर्यो भनेर, यस नो, रिजल्ट, कति मिनटमा कति गोल हान्छ, धेरै धेरै अप्सन छ, कुन प्लेयरले कुन गोल हान्छ, यहाँ धेरैवटा छ।